नेपालमा पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलन गरेको आज लगभग 27 दिन पुगेको छ। उहाँहरू चैत्र 20 गतेदेखि आन्दोलनमा हुनुहुन्छ। विशेष गरेर शिक्षा ऐन जारी गरिनुपर्छ र विभिन्न उहाँहरूले राखेका मागहरू चाहिँ पुरा हुनुपर्छ भनेर उहाँहरू चाहिँ अहिले देशभरि चाहिँ आन्दोलनमा हुनुहुन्छ। विशेष गरेर काठमाडौँ केन्द्रित पनि आन्दोलन एकदमै व्यापक रूपमा छ। अझ उत्कर्षमा पुगेको छ। हिजोदेखि त आन्दोलनमा विभिन्न भनौँ न एउटा मुठभेडको अवस्था पनि सरकारसँग चाहिँ उहाँहरूको सुरु भएको छ। यसै विषयमा चाहिँ हामी आज धनगढीमा पनि धनगढी उपमहानगरपालिकाको यो अगाडि रहेको वनदेवी मन्दिर परिसरमा चाहिँ शिक्षकहरू चाहिँ यहाँ आएर चाहिँ काठमाडौँ नगएका शिक्षकहरू चाहिँ यहाँ आन्दोलनमा हुनुहुन्छ। यहाँ चाहिँ उहाँहरूले कार्यक्रम गरिराख्नु भएको छ। यो विषयमा हामी शिक्षकहरूसँग प्रतिक्रिया लिन गइरहेका छौँ। यति बेला हाम्रो साथमा हुनुहुन्छ धनगढी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट हुनुहुन्छ। हार्दिक स्वागत छ सर। धन्यवाद, नमस्कार। विशेष गरेर अब शिक्षक आन्दोलन पछिल्लो समय अलिकति कमजोर हुँदै गइरहेको जस्तो देखिया छ। काठमाडौँबाट शिक्षकहरू चाहिँ जिल्ला फर्किँदै आइरहेको छन् भन्ने कुराहरू आएको छ होइन? के हो काठमाडौँ साँच्चीकै आन्दोलन कमजोर हुँदै गइरहेको हो कि तपाईँहरू थाक्नु भएको हो कि गल्नु भएको हो कि के छ अवस्था? धन्यवाद। यो बाहिरबाट हेर्दा शिक्षकहरू थाकेको र आन्दोलन कमजोर हुँदै गएको भन्ने कुरा चाहिँ यो होइन, यो तथ्य यो होइन र आन्दोलन एकदम उत्कर्षमा पुगिरहेको छ। हामी सशक्त ढङ्गले आन्दोलन गरिरहेका छौँ। देशभरिबाट शिक्षक साथीहरू काठमाडौँ केन्द्रित हुनुभएको छ। म आफै पनि 22 गतेको दिन चैत्र 22 गतेको दिन म काठमाडौँ गएको थिएँ र त्यहाँदेखि म 18 दिन काठमाडौँ आन्दोलनमा सडकमै म पनि सहभागी भएको थिएँ र मुलुकभरिबाट लाखौँ शिक्षक साथीहरू काठमाडौँमा आउनु भएको छ र आन्दोलित हुनुभएको छ। र अहिले अब लामो समयसम्म आन्दोलन चल्दा केही शिक्षक साथीहरू घरका विभिन्न कारणहरूले गर्दा आफ्ना अनि आर्थिक अभावका कारणले पनि साथीहरू घर फर्किनु भयो होला। तर ती साथीहरूलाई रिप्लेस गर्नका लागि उहाँहरूको ठाउँमा अरू साथीहरू जो जानुभएको थिएन उहाँ जाँदै हुनुहुन्छ। हामी पालै पालो गरेर यो आन्दोलनलाई निष्कर्षमै पुर्याउने ढङ्गले अगाडि बढिरहेका छौँ र यो पटक आन्दोलन रोकिँदैन। यो पटक आन्दोलन रोकिँदैन। आन्दोलन हो एकदम। सरकार पनि एउटा अहिलेसम्म टचमच भएको अवस्था छैन र शिक्षकहरू पनि त्यस्तो अवस्था छ भने म विशेष गरेर आज हामी शिक्षकका मागहरू के हुन् त्यो कुराहरूमा छलफल गर्ने छैन। हामी नितान्त सामाजिक सञ्जालमा चाहिँ आएका कुराहरू जो चाहिँ जनताको आवाज चाहिँ हामी प्रश्नहरू चाहिँ यहाँसँग राख्ने प्रयास गर्नेछौँ। र विशेष गरेर तपाईँहरूलाई एउटा शिक्षकलाई चाहिँ के अरे आरोप लागेको छ भने आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन्, उता पढाइ सुरु भइसकेको छ। अनि त्यसपछि चाहिँ आफूहरू चाहिँ आन्दोलनमा अहिले हुनुहुन्छ। विद्यार्थीहरूको मतलब छैन, तपाईँहरूलाई माया छैन, दया छैन, एकदमै निर्दयी हुनुभयो, एकदमै कठोर हुनुभयो। अहिले विद्यार्थीहरूप्रति यत्रो लाखौँ विद्यार्थीहरूप्रति तपाईँहरूले चाहिँ भविष्यमा चाहिँ खेलवाड गरिराख्नु भएको छ आफ्नो भविष्य सुनिश्चित गर्नको लागि भन्ने आरोप लागिरहेको छ तपाईँहरूलाई। यो चाहिँ निराधार यो आरोप मात्रै हो, लान्छना मात्रै हो शिक्षकलाई लागेको र यो यथार्थ यो होइन। यथार्थ के होइन भने अहिले नेपाली शिक्षकहरूले के कुरा महसुस गर्नुभएको छ भने हाम्रो सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएका कारण, लामो समयसम्म शिक्षा जारी नभएका कारण शिक्षा क्षेत्र व्यवस्थित हुन सकिरहेको छैन। त्यस कारणले मात्रै यो भयो भने पुरै शिक्षा क्षेत्र सङ्लो हुन्छ, शिक्षा क्षेत्र व्यवस्थित हुन्छ र हामी एउटा शिक्षक मैत्री, विद्यार्थी मैत्री, गुणस्तरीय शिक्षा मैत्री शिक्षक ऐन जारी हुनुपर्दछ भनेर लागेका छौँ। यो भनेको त सबैका लागि हो नि। यो शिक्षा क्षेत्रको विकासको लागि हो कि शिक्षकहरूको विकासको लागि हो? शिक्षक वास्तवमा अहिले एउटा गलत बुझाइ, एउटा भाष्य के निर्माण गरिएको छ भने शिक्षकहरू आफ्ना सुविधाहरू, आफ्ना चाहिँ अधिकारहरूका लागि लडेको छ भन्ने छ। वास्तवमा त्यो होइन। यथार्थ कुरा के हो भने हामी शिक्षा क्षेत्रलाई सुधार गर्न चाहन्छौँ। यो मुलुकले, यो राज्यले अहिलेसम्म हामी 28 साल जो पञ्चायती काल थियो त्यतिखेरको शिक्षा ऐनबाट निर्देशित छौँ र त्यो कालखण्ड सकियो। त्यसपछि हाम्रो चाहिँ बहुदलीय कालखण्ड आयो, प्रजातन्त्रको कालखण्ड आयो। 30 वर्ष त्यसमा पनि गुज्रे। त्यसपछि हामी चाहिँ सङ्घीयतामा आयौँ। सङ्घीयता राजासहितको जुन बहुदल थियो त्यो पनि त्यसलाई पनि हामीले विदाई गरेर सङ्घीयतामा आइसकेपछि 3टा तहका सरकारहरू छन्, 3टा लेयरका सरकारहरू बनेका छन्। अहिले चाहिँ के शिक्षा ऐन त्यही अनुरूपको हुनु पर्दैन र भने शिक्षा ऐन त समयको माग अनुसार त्यसमा परिवर्तन भइराख्नुपर्ने हो त। खै त शिक्षा ऐन जारी भएको? त्यसो भएका हुनाले यो हामी शिक्षकले आफ्ना माग मुद्दाहरू थोरै मात्र होलान् जो चाहिँ अहिले चाहिँ जो अन्याय भएको छ, जहाँ कुनै जो 17 थरीका शिक्षकमध्ये केही शिक्षक कर्मचारीको श्रमको शोषण भएको छ त्यो चाहिँ हुनु हुँदैन, त्यो रोकिनु पर्दछ र त्यसलाई पनि सही हाम्रो ऐनमा, सङ्घीय ऐनमा चाहिँ त्यो पनि सम्बोधन हुनुपर्दछ भन्ने एउटा माग हो भने अरू कुराहरू हाम्रो देशको शिक्षा क्षेत्रको विकासको लागि मात्रै छ।
जसका माध्यमबाट सिङ्गो मुलुकको चाहिँ समृद्धि हुन्छ, जस्तो विकास हुन्छ। तपाईँले यहाँनिर चाहिँ श्रम कतिपय शिक्षकहरूको चाहिँ श्रम शोषण भइरहेछ भन्ने कुरा गर्नुभयो, तर जनताले के भनिरहेछन् भने सामाजिक सञ्जालदेखि लिएर व्यापक रूपमा जनताले के भनिरहेछन् भने नेपाल सरकारले शिक्षकहरूमाथि शिक्षा क्षेत्रमा गरेको खर्बौँ रुपियाँ लगानी चाहिँ प्रत्येक वर्ष खेर गइरहेको छ, किनभने त्यो खालको नतिजा त्यो खालको प्रतिफल विद्यालयहरूले सामुदायिक विद्यालयहरूले दिन सकेको छैन। एसईमा नतिजा कमजोर छ, 8 कक्षाको नतिजा त्यस्तै खालको कमजोर छ। तपाईँहरूले चाहिँ कतिपय शिक्षकको अधिकारहरू शोषण भइराख्यो भनिराख्दाखेरि जनताले चाहिँ खरबौँ रुपियाँ चाहिँ नतिजा नआउँदाखेरि चाहिँ डुबिरहेछ देशको भनिरहेछ नि त। यसमा वास्तवमा तपाईँले यो भनेको कुरा यसो झट्ट बाहिरबाट हेर्दाखेरि साँच्चीकै हो कि क्या हो भन्ने जस्तो पनि लाग्छ। र मानिसहरूले बाहिरबाट साधारण मानिसहरूले हेर्दाखेरि चाहिँ कसरी हेर्छन् भने सामुदायिक विद्यालयमा अहिले यहाँलाई थाहा हुनुपर्छ 29,000 सामुदायिक विद्यालयहरू छन् र 30 मध्येका 6,000 मात्रै संस्थागत विद्यालय हुन्, निजी विद्यालयहरू हुन्। र यदि हामीले अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हेर्ने हो भने झन्डै 70 लाख विद्यार्थीहरू मध्येका बहुसङ्ख्यक विद्यार्थीहरू, मलाई लाग्छ झन्डै 60,000 विद्यार्थी त हाम्रो सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् र जो थोरै विद्यार्थी संस्थागत विद्यालयहरूमा निजी विद्यालयमा अध्ययन गरिरहेका छन्। तपाईँ हामी आफैले कल्पना गरौँ अथवा हामीले अनुभव गरेको कुरो हो, त्यहाँ भनेको त्यहाँ पढ्ने विद्यार्थी भनेको आर्थिक रूपमा सबल परिवार, शैक्षिक रूपमा अलि राम्ररी लेखे पढेको मान्छेहरू, ती सरकारी कर्मचारीहरू, एनजिओमा गर्ने कर्मचारीहरू र हाम्रो चाहिँ डिप्लोमेटिक मिसनहरूमा काम गर्नेका छोराछोरीहरू र आर्थिक र ती व्यापारीहरू, ठुलो चाहिँ उद्योगीहरू, त्यस्तो आर्थिक रूपमा सम्पन्नका परिवारका बच्चाहरू चाहिँ छोराछोरीहरू चाहिँ पढ्छन् निजी विद्यालयमा भने ती विद्यार्थीहरू र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू जो अहिले के खाने, अब अहिले खायौँ भने साँझको छाक कसरी टार्ने भन्ने जो हो गर्ने समस्या छ, त्यसका बच्चाहरू, ती छोराछोरीहरू, ती साना बालबालिकाहरू पढ्ने हुन् सामुदायिक विद्यालयमा भने त त्यहाँको सङ्घर्ष त अध्ययन गर्ने भन्दा पनि विद्यार्थीको सङ्घर्ष के खाने र के लाउनेमै छ त, त्यो हेरिएको खै। त्यसो भएको कारणले ती विद्यार्थीहरूलाई जति गर्दा पनि त्यो हामीले गर्न सकेका छैनौँ। र त्यसो भएको हुनाले नेपाल सरकारले अब हेर्नुपर्ने कुरा के छ भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्यो परिवारको रोजगारीको व्यवस्था पनि सरकारले गर्नुपर्छ। अब यो गर्ने बेला आयो र उनीहरूलाई रोजगारीको पनि व्यवस्था गर्नुपर्छ, किनभने कुनै पनि देशको जनताको रोजगारीको व्यवस्था गर्ने त जिम्मा त सरकारको हो नि, अभिभावक त सरकार हो नि, त्यो सरकारले गर्नुपर्छ। अनि हामी चाहिँ गुणस्तरीय शिक्षा दिन सक्छौँ त्यहाँ। ठिक छ, यो विषयमा हामी अर्को उसमा चाहिँ कुरा गर्नेछौँ। अब तपाईँहरू कक्षा कोठामा कहिले फर्किने? सरकारले ऐन उपसमितिहरूमा छलफल भइरहेको छ, अब त्यहाँ ऐन नआएसम्म तपाईँहरू कक्षा कोठामा नफर्किने हो? यो पटक हामी ऐन जारी नभएसम्म हामी कक्षा कोठामा प्रवेश गर्दैनौँ। सरकार यो हामीले भनेका छौँ के जितिन्छ के बितिन्छ, के चाहिँ साथीहरू गोली खान पनि तयार। तपाईँहरूलाई आफ्नो पेसाको मात्र माया छ, अहिलेका बच्चाहरूको भविष्य बिग्रिन्छ भन्ने तपाईँलाई चिन्ता छ? यसलाई अझ म यसरी भन्छु, म यो कुरा यो भन्दै गर्दा हामीले फेरि आफ्ना लागि भनेका होइनौँ। जसरी मैले व्यक्तिगत स्वार्थ हेर्ने हो भने मेरो केही पनि छैन, मैले पाउनेवाला पनि छैन। म 1-1.5 वर्षमा सेवानिवृत्त हुने शिक्षक हो, तर मलाई के छ भने त्योभन्दा बढी माया शिक्षक भन्ने पेसा मर्यादित हुनुपर्छ भन्ने हो र शिक्षा क्षेत्र मर्यादित हुनु। तपाईँलाई बालबालिकाको विद्यार्थीको भविष्यप्रति चिन्ता छैन? होइन, छ, हामीलाई छ, तर हामीभन्दा बढी चिन्ता नेपाल सरकारलाई हुनुपर्छ। हामी त नेपाल सरकारका कर्मचारी हौँ नि, नेपाल सरकारको शिक्षक हौँ नि, हामी त सरकारी शिक्षक हौँ। अनि हामीलाई त्यो वातावरण दिने काम त राज्यको होइन र राज्यले हामीलाई वातावरण दिनु पर्यो। हामीलाई कक्षा कोठामा प्रवेश गर्ने र एकदम खुसी भएर हर्षित भएर उच्च मनोबलका साथ पढाउने वातावरण सरकारले गरिदिनुपर्छ, त्यो गरिदिनु पर्यो। हामी जान तयार छौँ। त्यसका लागि हाम्रो शिक्षा ऐन जारी हुनुपर्छ। शिक्षा ऐन जारी हुनुपर्छ। एक बुदाको हाम्रो एक सूत्रीय माग हो, जुन दिन शिक्षा ऐन जारी हुन्छ हामी कक्षा कोठामा जान्छौँ, पढाउँछौँ। त्योभन्दा अगाडि सम्भवै छैन। विद्यार्थीको भविष्य जेसुकै होस्, जो जहाँसुकै डुलोस्, जेसुकै होस्, त्यसको चिन्ता सरकारले लिनुपर्छ, राज्यले जिम्मा लिनुपर्छ, सरकारले जिम्मा लिनुपर्छ। हामी पनि राज्यकै मान्छे नागरिक हो नि त। राज्यले जिम्मा लिनुपर्छ, राज्यले वातावरण निर्माण गर्नुपर्छ,
त्यसका लागि सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्छ अनि हामी जान्छौँ। कति स्वार्थी भएको तपाईँहरू, कति निर्दयी कठोर भएको क्या अचम्म। एउटा बालबालिकाको कक्षा 12 का विद्यार्थीहरू अब उनीहरूको भविष्य बर्बाद हुँदैछ, 2 वर्ष 3 वर्ष पछाडि धकिँदैछन् अहिले यो इक्जाम नहुँदाखेरि। अनि तपाईँहरूलाई अलिकति पनि भनौँ न एउटा विद्यार्थीप्रति माया नै नभएको क्या। सरकार त गैर जिम्मेवार भयो भने तपाईँहरूले त कम्तीमा सोच्नुपर्छ नि, सोचिदिनुपर्छ नि। सरकार, नेपाल सरकार हाम्रो अभिभावक हो। नेपाल सरकारले सम्पूर्ण आफ्ना सन्तानहरूका लागि कसका लागि के गर्नुपर्छ भन्ने त्यो महसुस सरकारले गर्नुपर्छ र कुनै नागरिक अन्यायमा पर्यो भने त्यसलाई न्याय दिनुपर्छ भन्ने सरकारले बुझ्नुपर्छ। जसरी मानौँ परिवारमा हामी अभिभावक छौँ भने हाम्रो छोराछोरीहरूको अवस्था के छ, कोही बच्चा भोकै छ भने त्यसको जिम्मा त त्यसको अभिभावकले लिनु पऱ्यो नि। अनि उसलाई अन्याय भएको छ भने त्यो न्याय गर्ने त अभिभावकले हो नि त। त्यही भएर नेपाल सरकारले बुझिदिनुपर्छ र यो चाहिँ हामीलाई त्यो न्याय दिनुपर्छ भन्दैछौँ। हामी शिक्षा ऐन जारी गर्नु भनेको हामीलाई न्याय हुनु हो। हुन्छ सर, यहाँहरूको कुरा मैले प्रश्न बुझेँ। हजुरलाई समय दिनुभयो, धन्यवाद। धन्यवाद, नमस्कार।